खान्छ थप्नुसम्म ठगेछ नि देशीले त थप्नुसम्म ठग्न गाह्रो नि मर्या डेसीले जिउँदो पारेर ठगेछ आज थप्नुसम्म ठगेछ नि म बिहान राम्रो देखेर किन्नेले भने सब भित्र गाईले घाँस खान्छ सब दाला मुठो पारेर राखिदिएर चाहिँ हेर्नुहोस् त यस्तो कसले खान्छ एउटै छ तर त्यही एउटा उठायो भने यस्तो देशीले त ठग्नुसम्म ठग्न गाह्रो नि तर सबै देशीले भनेको होइन जसले ठग्यो त्यसलाई मात्रै हो कसैले पिर पर्ला पिर नमान्नु होला कति रुपियाँ पर्या हो परेन 30 रुपियाँ पर्यो नि भयो नि 30 रुपियाँको साग हेर्नुहोस् है गाइस म जस्तो नठकिनु होला तपाईँहरू म त आज पुरा ठकिनुसम्म ठगेँ नि हाम्रो गाई पनि छैन अब गाईले घाँस दिउँ भने पनि मान्छे खाम भने खाना नमिल्ने खालको छैन ठग्नुसम्म ठग्यो राम्ररी हेरिकन ल्याउनु परेको राम्ररी हेर्न मिलेन पहिन काममा जाने केटाकेटीको हेर्न साथी हो हेर जस्तो मन लाग्छ त्यस्तै उठाएर यस्तो रहेछ हेर्नुहोस् जस्तो मन लाग्छ त्यस्तै नकिन्नुला साथी हो अब यो साग मैले खान्थेँ मेरो बालबच्चालाई दिन्थेँ मेरो बुढाले दिन्थेँ 30 रुपियाँको साग कसैले पटाउँछ पटाउन हेर्छ 30 रुपियाँ साग साग हेरिदिइसक्यो हातमा यति भइहाल्छ फेरि फर्सीको मन त आयो फर्सीको मन कविले मन त पनि भन्छ के भन्छ हेरेसित खाने मनको हेर्नु पैसा भन्ने नि आयो गति गर्दा मलाई लाने सिक्का हो के हो पैसा के गरौँ सागको त्यो सेमी मिसाम सेमी मिसाउने पनि सेमी थोरै छ आलु मिसाम 3-4 चिज मिसाउने पनि मिठो पनि हुन्छ नि मिठै हुन त्यसपछि मात्रै खाने मन हो आटा लुरुक्कै लाग्छ यार देशी लिएर त ठग्नुसम्म ठग्नु नि त मस्तै साग छ मस्तै साग काट्नु पर्छ भात काट्नु यो साग कसले खाने हो के कसले खाने हो कसले हेर्ने हो अरू मैले जति राम्रो कविले मन त देखिने म किन्दिनँ हेर्नु सर